तल पैसा छ यार अझ कस्तो बल्ल बल्ल यहाँ त पैसा के छन् भन्ने कुरो ए दही झन् त त्यहाँ फेट्टा गरेर ल्याइदिन्छ एउटा चाहिँ ल्याइदिनु दाल दिनु पैसा सबै सामान छन् के तपाईं यता बस्नु न सर बल्ल जम्नला हात्ते ठिकै भयो भने गीत र जोरी भनेको जति जानो त्यही तन्किन्छ बल्ल तातिँदैछ अनि कहाँबाट हुन्छ अहिले म तातो पानी र म खिलाउँछु क्या म अनि तब हुन्छ नि यहाँ देखेन क्या हाम्रो रोहित सरलाई नि त लाइभमा ल्याऊँ न ओके यस्तो रमाइलो जिन्दगीमा कहिले हुन्छ र भने यो पैसा कस्तो लाग्दैन नाच्दै
नाच्यो बजायो बजायो नाचायो ल है लाइभ गइरह ल ल ल ल ल तपाईँ नाच्नु भाइ तपाईँ नाच्नु ग लाइभ गरेको छु मैले लाइभ ल हो राजा पय खोलाको रमाइलो हेर्न नभुल्नु होला।
रमाइलो रमाइलो ल धन्यवाद छ सबैजनालाई नमस्कार हार्दिक स्वागत छ है गणेश भाइलाई नचाउन पर्यो रे खोइ गणेश भाइ ल ल ल ल मादल 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 मैले मादल त्यति ताल ल्याउन ल मादलले अलि ताल ल्याउन तपाईँले बजाउनुहुन्छ होला मादल लु 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 ठरन पर्यो गणेश भाइ नचाउनु पर्यो यहाँ माग आयो डिमान्ड आयो ल अलि अलि सर अझै सर ल गणेश नाच गणेश नाच ल हे सलक 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 त्यही रमाइलो ल गाछन् बा तिलबहादुरले घाँटी सुको भने खान् ल यो तपाईँ नाचको माग आउनुपर्छ यहाँ सबैलाई नाचको माग आउनु पर्यो माग आउँछ ल चुट्कानौँ ल झ्यामका झ्याम ल उठी बसी हानिदियो ल उठी बसी हानिदियो ल यहाँ लाइभमा प्रत्यक्ष एकदम गीत गाउने भए मलाई आउनु पर्यो नि त ब्रो यहाँ ब्रो आउनु पर्यो के अब क्यार्नी त नि यस्तै हो ल हेर बल्ल ज्यान तातिँदैछ गाँठी यो भाइले भयो भने चारवटाको 80 रुपियाँ दहीको 65 ल बल्ल ज्यान तातिँदैछ नि त यस्तो हो नि त रमाइलो भनेकै यो जिन्दगीको मरिलाले के छ ल ए बल्ल तातिँदैछन् केटाहरू के गर्ने भाइ बेला बेलाको मौकाको हुने रहेछ अब त्यस्तै भयो त नि यस्तै हो मेरो भाइ जाने बेला अलिक टाइम मिलाएर आउनु होला क्या अनि रमाइलो गरौँ ल